Hi everyone, this is Miyasa again. So म अहिले चाहिँ कलेज जान आँटेको छु. You can see me. So अहिले चाहिँ 7 बजेर 20 मिनेट भएको छ. So मैले कलेज जान आँटिरहेको छु. म कलेजबाट आएर मेरो आज कलेजमा चाहिँ एक्जाम छ. मेरो कलेज भनेको चाहिँ 8:30 बजेदेखि 11:30 बजेसम्म हो अनि मेरो एक्जाम छ कि आज चाहिँ 26, 22, 23 मिनेटको एक्जाम छ. सो म त्यो एक्जाम दिइसकेर कलेज एटेन्ड गरिसकेर आई कम ब्याक. अनि त्यसपछि मेरो हस्बेन्डको चाहिँ भोलि बर्थडे छ. सो लेट्स गिभ होइन सरप्राइजमा त मैले धेरै केही सोचेको छैन. म सोचिरहेको छु के दिन सक्छु. आई सो यु गाइज होइनहरूलाई पनि लिएर जान्छु अनि लेट्स डिसाइड के दिने भनेर. होप उसको चाहिँ होप होइन मेरो हस्बेन्डको चाहिँ बर्थडे चाहिँ नाइस होस् होइन उसलाई चाहिँ ह्याप्पी मिलोस् भन्दै लेट्स गो टु कलेज. अनि पढौँ त्यसपछि जाममा त्यसपछि केही किनौँ अनि आमा है त गाइज. सो म कलेजबाट अहिले आइसकेँ. म पामाट आएको छु अनि मैले चाहिँ बर्थडे गिफ्ट के किन्दे भने जहिले पनि म केही किन्नु पऱ्यो भने एज अ बर्थडे गिफ्ट म जहिले पनि चाहिने चिज मात्रै किनिदिन्छु क्या. जस्तो मेरो हस्बेन्डलाई चाहिँ जस मेरो पार्टनरलाई चाहिँ के चाहिएको थियो भने हि निड सुज. सो मैले उसको लागि सुज किन्दै किन्नु कति पऱ्यो टु एक्सपेन्सिभ होइन. मेरो जुत्ताहरूको चाहिँ हाफ प्राइसमा आउँथ्यो बट केटाको जुत्ता जहिले पनि महँगोमा आउँछ या काम गर्ने काममा लगाएर हिँड्ने नचिप्ने टाइपको मोजा किनेको थिएँ. सो होप यु लाइक इट. अनि त्यसपछि यो वर्थ होस् मैले किनेको चाहिँ. सो अब म घरमा के बनाउनु छ आज सो यु गाइस. म अब जाँदै पैसा हाल्छु अनि घर जाने हो. त्यही मेरो साथीले सुज गिफ्ट दिएको थियो कि अनि सुज चाहिँ गिफ्ट गर्नु हुँदैन रहेछ के अरे. अनि यसको चाइनामा पनि के रहेछ भने सुज गिफ्ट गर्दाखेरि चाहिँ केही न केही हामीले दिनुपर्छ अरे कि. अनि उसले मलाई के भन्छ केही क्यान्डीहरू लिएर आइदेऊ भनेको थियो. मैले दिएको थिइनँ बट मैले फेरि गुगलमा सर्च गरेको के भन्छ यदि हामीले कसैलाई सुजहरू दिउँ भने चाहिँ त्यो चाहिँ प्यारला गऱ्यो. त्यही भएर केही न केही एक्सचेन्ज गरिदिनुपर्छ अरे. अनि त्यही भएर म उसलाई केही किन्दिन आँटेको छु. म के भन्छ. सो गाइस म आउनु त आइपुगेँ बट सो पुवर कन्डिसनमा. बाहिर के लुगा लगाएन भने पनि यस्तो जाडो छ होइन. यो लाउँछु यस्तो गर्मी भयो कि ओ माई गड. यहाँ झोला म त पागल भयो भने केही खाएको छैन. अब त फेरि बनाएर खान्छु. यो ब्याग राम्रै छ होइन. यो ब्याग राम्रै छ बट कस्तो इरिटेट लाग्यो भने यो लुगा लगाएर हो बोक्दाखेरि त यस्तो रिस उठिरहेको छ कि मैले ब्याग लिएर. प्लस मैले सामान मैले लिएर आइदिएको छु. जुत्ता लिएर आएको छु. यो जुत्तालाई चाहिँ $200 पर्यो डलर. कामको लागि चाहिँ स्केचर मलाई मनपर्छ क्या. मलाई कामको लागि चाहिँ स्केचर लगायो भने चाहिँ खालि खुट्टा दुख्दैन अनि प्लस 1 वर्ष 2 वर्षसम्म टिक्छ भनेर चाहिँ मलाई स्केचर मनपर्छ. त्यही भएर मैले पनि हस्बेन्डलाई चाहिँ स्केचर नै गिफ्ट दिने प्लान गरेँ. सो यही हो मैले गिफ्ट दिन आँटेको. अनि त्यसपछि उसलाई सरप्राइज. अनि त्यसपछि म भात अब म खानेकुरा सबै त पकाउँछु. बुनला बोलाएको छु. बुनि पनि आउँछ होला. आलुहरू के छैन हो त्यो सपिङ गरेर आउँछु. यति सामान ल्याएको छु. ओ गड कति चाहिँ महँगो बढेको होला कि. यति सामान ल्याउन मेरो $60 गयो कि. $60 इन्टु 86, 87 नेपाली गरेको कति धेरै लाग्छ कि. यति महँगाइ बढेको छ कि. सो गाइस म चाहिँ अब ग्रोसरी गरेर पनि आइसकेँ. अब म खानेकुराहरू पकाउँछु अनि मैले के पकाएँ लास्टमा देखाउँछु. किनभने मेरो मोबाइलमा चाहिँ ब्याट्री छैन. त्यही भएर म चार्जमा राख्छु. पकाउनुसम्म चाहिँ मलाई चार्जमा हाल्छु अनि त्यस पछाडिको बाँकी कुराहरू चाहिँ हल्कामा देखाउँछु. प्लस यो आइफोन इज रियली नट गुड फर मी. किनभने कति छिटो मेमोरी फुल भएको कि जति भिडियो स्टोरेज फुल मात्रै भनेको पनि गरिरहेछ. आइफोन कति 265 GB को भएर होला सायद. केही फोटोहरू पनि रहँदैन भिडियोहरू पनि धेरै रहँदैन फुल भनेर देखाइहाल्छ. सो आई सी यु लेटर. म चार्जमा हालिदिन्छु मोबाइल. सिमसाइड म फेरि आउनेछु भन्दै बाई. सो नथिङ मोर प्लान. जस्ट मैले चिकन बनाउँछु, मटन बनाउँछु, राइस, अचार, दही अनि बुनीले केक लिएर आइदिन्छ अरे. अनि मेरो त सरप्राइज गिफ्ट जुत्ता. द्याट्स इट. अनि ह्याप्पी बर्थडे सकिन्छ.
सो मेरो प्लान त्यही छ सो म छिटो बनाइसकौँ सो मेनी वर्क होइन त्यहाँ लेफ्ट छ होइन त म बनाउने छु ओके अलैँची त कस्तो हुन्छ लाइसो अर्को लाइसो लाइसो ठुलो योभन्दा सानो त नपाउने रहेछ कि मैले 7को लागि भनिदिएको म चाहिँ लगाएपछि यो हुन्छ एकचोटि लाएर हेर्छु मैले मजाले लाएर हेर्छु लाएर हेर्छु राम्ररी अनि उयो पनि लगाइछ न त बिरुको सुरुको सबै त सुज कामको लागि किनिदिएको नि मैले कामकै लागि हो कि अब यो यहाँ मजाले लगाइछु मजाले बिरुको यहाँ चाहिँ लाउँछ नि त अझै मजाले चेन छ कस्तो लाग्यो भन्छ कस्तो लाग्यो गिफ्ट थियो ढिलो कसले आउनु भएको थियो के लिएर आइस मेरो त आशाको भिडियो बन्दै होला Happy birthday to you. Happy birthday to you. यो त के 12 बजे काट्नु पर्थ्यो हैन ठिकै छ नि आज नेपालको त हुँदैन अनि अहिलेको हो नि त हजुरको उसले काट्नु न बरु किन त्यो स्टिक नाइफले बटर नाइफले Who is the butter knife? योले त्यत्रो ठुलो त के काट्नु ले पुस्नु पर्यो यस्तो अरे यस्तो चकुले काट्दैन कस्तो बाबन गर्छिन त के हामी बल्ल गरिदिएको बाबन गर्छिन हाम्रो भने हामी नै रेगुलर रूपमा गरिने बाबा गरिने हो नि त त्यो त बाबा गरियो यो चक्कु अलिकति राख्छु डरै लाग्यो तिमीलाई चक्कु देखेर सेनो त नाइफ हो क्या म सबैको बर्थडेमा युज गर्न चाहिँ पुग्छु के which is good ए के खान्नु हैन पर्छ त्यो अगाडि देख्छ सन्जो अर्को बाला अर्को भन्न हेर्नु बेलुन मात्रै गएको छैन कि ओके बेलुन त रहेछ त दुईटा बेलुन मात्रै छ कि केही भन्नु पर्दैन हामी ह्याप्पी भन्नु तपाईँ नाच्दै बस्नु त्यहाँ टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु बेनाजु ह्याप्पी बर्थडे टु अब बेनाजु काट्नु पर्यो के केकलाई कसरी काट्नु पर्यो ए यहाँ रहेछ न हो नाटो पिज्जा र आम बेनाजु र आशा कहिले बड माइनस अहिले बेनाजुको अस्ति बेनाजु कहिले काट्नु न अब यो के हो हो दिसो ए भयो बेना भयो भाइ मलाई आएन यसै न हो पता भयो भयो त आइसक्यो त्यति नै हो यहाँ थोरै मलाई दिसो यहाँ थोरै तिमीलाई नि हैन आफै खानु बेनाजु दाइलाई पो खुवाइदिनु हैन हैन ठीक छ यहाँ थोरै दिन न दाइलाई नानी यसमा म मेरो टर्न ल त पत्ता छ त लिजा हेपी बर्थडे भनेको बर्थडे हैन हैन थ्यांक यू भन्छ होला केक ल्याइदिएको छ बर्थडे बेनाजु थ्यांक यू डन्डीको राउँछु कसैको डन्डीको राउँछु कसैको त मुखमा यो त हैन अलिकति टोकन लिए उता दिन्छु नि म बुढाबुढीको माया पर्छ थ्यांक यू ला ए छोड्दिन टिस्यु तल अब के छ अब प्रक्रिया सक्यो ल एक ठीक छ गिफ्ट नि जसले जे दिएको हुन्छ नि